हेलो एभ्रिवान। सधैँ एउटै खाजा कति खानु, अमिलो पिरो मात्रै भयो। अब आज चाहिँ म गुलियो खाजा बनाउँदैछु। आज चाहिँ मैले सुजी बनाउँदैछु। सबैको प्यारो खाजा, सबैलाई मनपर्ने मिठो अनि सजिलो पनि। आज चाहिँ मेरो छोराले सुजी खान खोजेको भएर मम्मी म स्कुलबाट आउँदाखेरि मलाई सुजी बनाइदिनु भनेको थियो। त्यसैले म चाहिँ ऊ आउनुभन्दा अगाडि नै सुजी बनाउने तयारी गर्दैछु। यसरी मैले नट्सहरू काटेर मसिनो गरी यसरी नट्सहरू मैले काट्छु अनि यो पिठो चालेर राखेको पिठो पनि तयारी छ। अनि हाम्रो कति वर्ष पुरानोको गोबर ग्यास छ, यति ठुलो ग्यास आउँछ। त्यो गोबर ग्यासमा मैले कराई बसालेर नट्स पुर्याउँदैछु। हल्का ड्राई रोस्ट भएपछि अनि मैले चाहिँ यो सुजी मजाले भुट्दैछु। यसलाई हल्का रातो हुने बेलासम्म भुट्नी राख्ने। त्यसपछि यसमा मैले चिनी हाल्छु। आफूलाई कतिको चिनी मनपर्छ, कतिको गुलियो मनपर्छ त्यही अनुसार हाल्नु होला। हजुरहरूले पनि मैले चाहिँ ठिकै हालेको छु। अनि मैले ल्वाङ सुँगेल पहिल्यै हालेको छु, त्यसमा चाहिँ देखिएन भिडियोमा। अनि त्यसपछि मैले तातो पानी पनि हालेको छु। तातो पानी हालेपछि मैले चाहिँ अब कराही ढाकिदिन्छु अनि एकछिन चलाएर ढाकेपछि यो रेडी हुन्छ। सानो ग्यास लगाउनु पर्यो। सानो ग्यास लगाए अनि म चाहिँ यो डिब्बीहरू सबै थन्काउन थाल्छु। अनि यसरी कस्तो भयो भनेर हेरेको, यहाँ चाहिँ रातो कस्तो मिठो हेर्दै खाम भएछ। अनि म चाहिँ अब यो सबै तयारी गर्दाको भाँडाहरू यताउता यस्तो छरपष्ट भएको हेर्न मन लाग्दैन। अनि त्यही भएर मैले चाहिँ सबैतिर क्लिन गरेर मात्रै अनि अचार बनाउन थाल्छु। यो चाहिँ टमाटरको अचार बनाउन लाग्यो। अनि अचार चाहिँ यस्तो मिठो स्पेसल पिरो बनाएको छु। अनि हेरेर मैले चाहिँ चरसको थालमा सर्भ गर्दैछु। अब चाहिँ मैले सबैको लागि खाजा हाल्दैछु। अब चाहिँ यो आँपको अचार यो सिजनमा भएको आँप हो, यो चाहिँ एकदम मिठो छ। अनि यसरी हामी खाजा सबैलाई दिँदैछौँ। अनि लास्टमा चाहिँ म चिया पनि बनाएर खाँदैछु। हस्त धन्यवाद।